नमस्ते नमस्ते हजुरहरुलाई। ल हामी चाहिँ कान्छोको फुटबल सकेर सुदासले आज धेरै राम्रो फुटबल खेल्यो। शाबास हेल्यो गरिदिनुस्। थाकेको छ खेल्ने ठाउँ भेटेपछि ल खेल्नु पर्यो। गाडी रोकेर हामी चाहिँ उसलाई खेलाउने। आज हाम्रो झुन्डिने चढ्ने खेल्ने डेट हो। Broerban, kleine broerban Sandes. Ja, Sandes. Dit komt altijd met die fiets. कहाँ चढेको र? Mijn moeder is altijd gaan naar burgerskool. Kom met iemand anders achter of zo. अब यहाँ खेलिसक्यो। बिस्तारै हामी घरपट्टि लाग्छौँ। घरको नजिकै आज चाहिँ सामान टाउन भन्छ है, सबै सोसाइटीको एउटा गार्डन छ, त्यहाँ जानुपर्ने छ। आज साँझमा चाहिँ हाम्रो पानी लगाउने पालो छ स्ट्रबेरी यिनीहरूमा। अब पानी लगाएर पनि सक्यो। अनि अब घर गएर हामी चाहिँ यसो ग्रोसरी सपिङ गर्नु, बच्चाहरूलाई सपिङ गर्नु छ। त्यो कारणले म चाहिँ सानो कार्ड लिएर जान्छु। धेरै ठुलो मेरो ग्रोसरी छैन, किनकि म बोक्नु नि सक्दिनँ होइन। जब गाडी लिएर आएर मात्रै बेटर हुन्छ। म चाहिँ मुखे बच्चाहरूको सानोतिनो सपिङ गर्नु आएको। मलाई चाहिँ अलिक रुगा लागेर होइन बसेको छ। मेरो कार्ड यस्तो देखिन्छ। अब बच्चाहरूलाई खासै म ड्रिङ्कहरू त दिन्न, कहिले काहीँ मात्रै दिन्छु है। फ्रुटहरू चाहिँ लगेर जान्छु। फ्रुट त अब एक हप्तासम्मलाई त्यति गाह्रो हुँदैन, त्यही भएर मलाई एभोकाडो लिनु छ। यो मेरो एभोकाडो हो, अलिक काँचो छ तर घरमा पकाउनु पर्ला नि। सुन्तला यहाँ सुन्तला यस्तो एवं प्रकारले हो। म चाहिँ अब मेरो सानो ग्रोसरी सपिङ गर्दैछु। मैले मात्रै यति लिएँ। करिबन 20 युरोको। अरू सबै झोला यत्रो छ, धेरै सानै छ, त्यही भएर अलिकति भन्दै धेरै नै ल्याएछु कि मैले त बोक्नलाई। कस्तो एकपट्टि मेरो पावर पोर्ट छ चाहिँ हैन, अर्कोपट्टि अलिकति घावै छ है। यो चाहिँ मलाई साह्रै स्वादै लाग्यो क्या।
यो ब्रान्डको हो है, टोमाटो डोर भन्छ है यस्तो फल्सको लागि। एउटा गुच्छामा यति धेरै फलेको छ है। आजकल बच्चाहरूलाई यो ल्याइदिएँ, चेरी इन द चप बच्चाहरूलाई यो ल्याइदिएँ, कुकी पनि ल्याइदिएँ, टोमेटो ल्याइदिएँ है, अरू मसरुम ल्याएँ। यो चाहिँ सानो मुला, सानो घान्टे मुला ल्याएँ। अरू त यो चाहिँ कस्तो नि, यो यहाँ फ्रेस ल्याएर खाने कुरै भएन के, यो फ्रेस पनि धेरै आइपुग्दैन हैन, पाइँदैन। यो बच्चाहरूको लागि मैले ल्याएँ, उनीहरूलाई स्पन्ज केक, फ्रेस केक अनि ओलिभ सुन्तलाहरू गर्दा गर्दै सामान त झन्नै 7-8 किलो नै आयो त नि। अब आज मेल गरेर पनि घर आइपुगिसक्यो। अलिकति ल्याउँछु भनेर गएको, रेडी गर्दा एकैचोटि उठाइ राख्छु भन्ने भन्छ के, त्यो कारणले गर्दा धेरै किन्छु मैले। यो चाहिने नै छ। हजुर सबै आजको दिन यसरी बित्यो हाम्रो, अनि खाना तयारी भइसक्यो। अब हेरेर साथ दिनुभएकोमा हार्दिक आभार। हजुरहरू पनि आफ्नो राम्रो ख्याल राखेर बस्नुहोला। आशा छ हजुरहरूले मन पराइदिनुहुन्छ। हजुरहरूलाई हार्दिक धन्यवाद साथै फेरि अर्को भिडियोमा भेटौँला। नमस्ते।